नासा सेक्युरिटीको अनलाइन टिएमएस ब्रोकर नम्बर 58 को न्यू अपडेट भएको छ। अब एप्लिकेसन मार्फत खुल्ने छ। त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि नासा सेक्युरिटीले हाम्रो त्यहाँ रजिस्टर भएको मेलमा मेल पठाइदिन्छ। त्यहाँ गएर हामीले युजर नेम आइडी र पासवर्ड चेन्ज गर्नुपर्ने हुन्छ। त्यसको लागि म तपाईहरुलाई यहाँ देखाउन गइरहेको छु। मेरो मेल बक्समा खोले म मेल बक्स तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। डु नट रिप्लाई यहाँ आएको छ। तपाईहरु यहाँ जानु होला। यहाँ रिसेट पासवर्ड लिंक भनेर दिएको छ। प्लिज क्लिक भनेर दिएको छ। हियर मेरो चाहिँ यो बाबाको एकाउन्ट हो। यहाँ मैले तपाईहरुलाई सिकाउँछु कसरी यहाँ रिसेट गर्ने। यहाँ गएर हेयरमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यसरी गर्नुपर्छ। त्यसपछि इमेल राख्नुपर्ने हुन्छ। तपाईको जे इमेल नासा सेक्युरिटीमा रजिस्टर छ नि त्यही इमेल राख्नुपर्ने हुन्छ। यहाँ गएर यसरी राख्नुपर्ने हुन्छ अनि सबमिट गर्नु। तपाईहरु त्यहाँ क्लिक गरिसकेपछि एउटा मेलमा त्यही मेलमा चाहिँ रिसेट पासवर्ड भनेर आउँछ। अनि त्यहाँ गएर यसरी दिएको हुन्छ। यहाँ गएर यहाँ रिसेट गर्नुपर्ने हुन्छ। पासवर्ड रिसेट गरिसकेपछि तपाईहरुले त्यो एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ। अनि त्यो डाउनलोड गरिसकेपछि त्यहाँ रिसेट गरेको पासवर्ड चाहिँ जीमेल नम्बर राख्नुपर्ने हुन्छ। यहाँ मैले चाहिँ एप्लिकेसन डाउनलोड गरेर राखिसकेको छु। NASA नासा एक्स NASA नासा एक्स भनेर। म यहाँ तपाईहरुलाई यहाँ देखाउँछु कसरी यहाँ खोल्ने भनेर। यहाँ एप्लिकेसनमा मैले क्लिक गरे यहाँ लगइन देखाउँछ। अनि लगइनमा क्लिक गर्नुपर्ने हुन्छ। अनि मैले अघि त्यो रिसेट गरेको पासवर्ड मैले यहाँ राख्छु र मेल पनि राख्छु। यहाँ मैले अलरेडी सेभ गरेर राखिसकेको छु। यहाँ यसरी क्लिक गर्छु। क्लिक गरिसकेपछि मैले यहाँ पासवर्ड हाल्छु। अनि यहाँ साइन इन गरिसकेपछि ठ्याक्क नयाँ सिस्टम खुल्छ। यहाँ नयाँ सिस्टम खुलिसकेपछि यहाँ तल तपाईहरुले देख्न सक्नुहुन्छ ड्याशबोर्ड छ, वाच लिस्ट छ, यहाँ अर्डर छ, यहाँ मार्केट छ, यहाँ पोर्टफोलियो तपाईहरुको कति पोर्टफोलियो छ भनेर पनि देख्न सक्नुहुन्छ। यहाँ ड्याशबोर्डमा जान सक्नुहुन्छ तपाईहरु। यहाँबाट तपाईहरुले अनलाइन टिएमएस तपाईले स्टक बाइ गर्न सक्नुहुन्छ, ट्रेड गर्न पनि सक्नुहुन्छ। माई होल्डिङ यहाँ देखाएको छ। यहाँ यसरी गरे तपाईहरुले सबै डिटेलहरु यहीँबाट पाउन सक्नुहुन्छ। यहाँ तपाईहरुले बाइ सेल गर्न यहाँ अर्डरमा गएर तपाईहरुले ट्रेड गर्न सक्नुहुन्छ, बाइ सेल गर्न सक्नुहुन्छ। यहाँ मैले चाहिँ आज भर्खरै अर्डर राखेको थिएँ तर बेचेन, मैले क्यान्सल गरिसकेको छु। तपाईहरुले हेर्न सक्नुहुन्छ। यसरी नयाँ टिएमएस नासाको चाहिँ एप्लिकेसन मार्फत खोल्न सकिन्छ। पुरानो चाहिँ अब सबै ब्लक भएर जान्छ। ल यति नै है त। धन्यवाद।